हेलो साथीहरू, अहिले चाहिँ हामीर चासोक मेला झरेका छौँ है। यहाँतिर चाहिँ अनि बबाल डगीहरू रहेछ क्या, डगहरू अनि खतरा तुलसी भित्रै थुनिदिरहेछ है। अनि हामी चट्टा लाएर घुम्दैछौँ अहिले चासोक मेला। यहाँ निकै मान्छेहरू रहेछन् है, निकै भेला हुँदो रहेछ अहिले। अनि डक्क लाएर यहाँनिर चाहिँ भाइले के खाँदैछ हो, के खाइरहेको रहेछ, के बेचिरहेको रहेछ है। अनि हामी साथीहरूसँग जाँदैछौँ। अनि टक्क लाएर चाहिँ हामीहरू यहाँ चाहिँ फोटो खिच्ने ठाउँ रहेछ। अनि यहाँ फोटो खिच्ने मान्छेहरू धेरै छ, टिकटक बनाउने है, भिडियो बनाउने। अङ्कल पनि खिच्दै हुनुहुन्छ बसेर बसी होइन। अनि हामी जाँदैछु, अगाडि साथीहरू जाँदैछ। अब यहाँ चाहिँ फेरि साथी पछाडि मान्छे हराइ गइन रहेछ है। अब यो चाहिँ दामी लाग्यो क्या मलाई, यो सल्लाहको गरेर चाहिँ ढक्क लाएर यसलाई बत्ती नै बत्ती बनाएर होइन, त्यो चाहिँ सही लाग्यो क्या मलाई। अनि फोटो खिच्दै हुनुहुन्छ दिदीहरू। अनि टक्क लाएर हामी कति भने राति 5-6 बजीतिर आएको चासोक मेला फिदिम हो यो चाहिँ। अनि हाम्रो एउटा कार्यक्रम थियो, अनि त्यो कार्यक्रम सकेर चाहिँ आएको हामी होइन। अनि मान्छे निकै रहेछ हेर्नुहोस्, अब बत्तीहरू देखिन थाल्यो नि त, त्यही भएर निकै अब राति भइसकेको छ। अनि अब हामी फर्किँदैछौँ, अलिक पर पुगेर फर्किँदैछौँ होइन। अब यहाँ चाहिँ एउटा रोड रहेछ साइड, अनि त्यो साइड हिँड्नुपर्ने। यहाँनिर विभिन्न के बेच्ने के गर्नेहरू रहेछन् होइन। अनि यहाँ पिङ खेल्नु भनेको पिङ चाहिँ खेलिएन। अनि यो रेलगाडी जस्तो रहेछ, यहाँ चाहिँ टक्क लाएर त मसिनो होइन, ठुल्ठुलेहरू छ कि क्या हो, चट्ट लाएर मजाले सर जाँदैछ है गाई।